ह्याप्पी दिवाली है सबैजनालाई। अहिले चाहिँ मम्मीको म बस्ने ठाउँतिर चाहिँ यस्तो भइरहेको छ दिवालीको लागि है, देख्न सक्नुहुनेछ। गाडीहरू पनि हिँडिरहेको छ हो। अहिले चाहिँ यो नाइटको टाइममा चाहिँ यस्तो भइरहेको छ। ओके, हेर्नुहोस्, देख्न सक्नुहुनेछ यस्तो खालको महल चलिरहेको छ दिवालीले गर्दा। रङ्गी बिरङ्गीहरू है लाइटहरू लगाएर देख्न सक्नुहुनेछ। हेलो हेलो, नमस्ते नमस्ते। है हजुरहरूलाई म देखाउँदैछु म बस्ने ठाउँको लुक्सहरू। यस्तो खालको भिडहरू छ हो। ल हेर्नुहोस्, देख्न सक्नुहुन्छ म चाहिँ बाहिर घुम्न गइरहेको छु है। आज चाहिँ चिकन बिरयानी खाने भन्दै हुनुहुन्थ्यो। सो चिकन खानको लागि चाहिँ हामी चिकन लिन जाँदैछौँ है। र चिकन लिन जाँदैछौँ र हजुरलाई मैले लास्टसम्म भिडियो देखाउने छु र हजुरहरूले मजाले लास्टसम्म हेरिदिनु होला भन्न चाहन्छु मैले चाहिँ है। यो चाहिँ सेलर चिकन सेन्टर है, सेलर चिकन सेन्टर। यहाँ चाहिँ हजुरहरूले कस्तो कस्तो खालको चिकन कटिङ गरेर लान सक्नुहुनेछ हो। उहाँ चाहिँ बहुत ठुलो महल छ। अहिले चाहिँ हल्का भिडहरू कम मात्रै छ है, देख्न सक्नुहुनेछ। अलि एकछिनपछि फेरि भिड लाग्नेछ। कटिङहरू देख्न सक्नुहुन्छ, किसिमले कटिङ गर्नुहुन्छ हो। मजा छ। उहाँ फोनमा आउनुहुन्छ तर पनि कटिङको लागि चाहिँ नन स्टप चलिरहेको छ है। उहाँले चाहिँ मुर्गी, लोकल मुर्गी है, उहाँ चाहिँ लोकल मुर्गी सबै पाउँछ नि त। सो लोकल मुर्गी उहाँ चाहिँ सेट हो, मराठी है, लोकल मुर्गी जोग्दै हुनुहुन्छ। म चाहिँ चिकन लिनको लागि आइपुगेको छु है। देख्न सक्नुहुन्छ म चाहिँ चिकन बिरयानीको लागि आएको छु है। ओके, र देख्न सक्नुहुन्छ हाम्रो दोकान चिकन, मुर्गी, अन्डा। ओके, मान्छेहरूको लाइन लागेको छ हो, देख्न सक्नुहुनेछ चिकनको लागि। मुम्बई महाराष्ट्र बर्बादेवी है म चाहिँ। उहाँदेखि हजुर